आदरणीय दर्शकबिन नमस्कार। सदा चाहिँ आज पनि म यहाँहरु समक्ष एउटा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भइसकेको छु। आजको विषय रहेको छ मृत्यु षडाष्टक योग। के हो त मृत्यु षडाष्टक योग भनेको? विवाह गर्दा अनिवार्य रूपले किन राशिहरू हेर्नुपर्छ अथवा धेरै कुराहरू विवाह गर्दा धेरै कुराहरू जुरारै मात्रै गर्नुपर्छ। केटा र केटीको त्यो धेरै कुराहरू नजोड्दाखेरि पनि वैवाहिक जीवन एकदमै नराम्रो हुन्छ। विवाहपछि पछुताउनु भन्दा, विवाहपछिको बिग्रेको सम्बन्धको पीडा सहनु भन्दा अथवा सन्तानको पीडा सहनु भन्दा विवाह अगाडि नै धेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ। त्यही विचार गर्नुपर्ने महत्त्वपूर्ण कुरामध्ये एउटा मैले यहाँलाई मृत्यु षडाष्टक योगको बारेमा व्यक्त गर्न गइरहेको छु। असारको महिना छ, असार लाग्न आँटिरहेछ। अहिले त मलमास चलिरहेछ, शुभ कार्यहरू केही गर्नु हुँदैन। तथापि असार महिनामा विवाहको लगन भएको कारणले तपाईको कुनै पनि आफ्नो घर परिवार साथीभाइ नातागोतामा विवाहको कुरा चलिरह होला अथवा बिहा गर्ने उमेर पुगेका केटा र केटीको बिचमा कुरा चलिरह होला। त्यो अवस्थामा यहाँहरूले धेरै कुरा जुराउनु पर्छ, किन ज्योतिषज्यूका देखारै गर्नुहुन्छ अवश्य पनि। तथापि एउटा कुरा चाहिँ मैले यहाँलाई भन्दैछु, यो मृत्यु षडाष्टक राशि कुन कुन हुन् र कुन कुन राशि बिचमा विवाह गर्यो भने एकदमै नराम्रो हुन्छ भनेर शास्त्रले व्याख्या गरेको कुरा म यहाँलाई व्यक्त गर्न गइरहेको छु। जस्तो यी राशिहरू बिचमा भुलेर पनि विवाह गर्नु हुँदैन। मृत्यु षडाष्टक योग बन्तछ। कुन कुन राशिहरू त यो भन्दा जस्तो मेष राशि र कन्या राशिको बिचमा विवाह हुँदैन, गर्नु शास्त्रले मान्यता दिँदैन, किनभने यो मृत्यु षडाष्टक राशि बन्छ। त्यस्तै गरी तुला र मीन राशि पनि मृत्यु षडाष्टक राशि अन्तर्गत पर्छ। मिथुन र वृश्चिक राशि पनि मृत्यु षडाष्टक राशि अन्तर्गत पर्छ र मकर र सिंह पनि मृत्यु षडाष्टक राशि अन्तर्गत पर्छ। त्यस्तै गरी कर्कट र कुम्भ राशि पनि बिचमा विवाह सम्पन्न हुनुभयो अथवा विवाह हुन लाग्यो भने यो पनि मृत्यु षडाष्टक राशि अन्तर्गत पर्छ। त्यस्तै गरी वृष र धनु राशि बिचमा पनि मृत्यु षडाष्टक राशि पर्छ। त्यसकारणले यो सामान्य कुराहरू हो, तर यसबाहेक पनि धेरै कुराहरू यहाँहरूको चाहिँ देखाएर मात्रै गर्नुपर्ने हुन्छ। र जसरी विज्ञ ज्योतिषहरूसँग यहाँले परामर्श गरेर केटीको पछिको कुण्डली अथवा केटाको पछिको कुण्डली पनि राम्रोसँग भिडाएर राम्रोसँग विवाह गरेर सम्पन्न भयो भने त्यो जीवन सुखमय हुन्छ। अन्यथा तपाईहरुले सामान्य हिसाबले बिहा गर्नुभयो भने अवश्य पनि धेरै किसिमको पीडाहरू भोग्नुपर्ने हुन्छ। हाम्रो यदाकदा समाजमा देखिरहेछ मुद्दा मामिला, दुनिया किसिमको सन्तानको समस्यादेखि लिएर धेरै कुराहरू। जीवन सुखको लागि विवाह गर्नुपर्ने, जीवन आनन्दको लागि विवाह गर्नुपर्ने, जीवन एउटा चाहिँ पुस्ता हस्तान्तरणको लागि विवाह गर्नुपर्ने, त्यही विवाह अशुभ भयो भने, त्यही विवाह असफल भयो भने सम्झिनुहोस् त्यो जतिको जीवनमा पीडा के हुन्छ त। त्यसकारणले सोच्ने बेला भनेको अगाडि नै हो। त्यसै कारणले विज्ञ ज्योतिषहरूसँग राम्रोसँग कुण्डली मिलान गराएर कुण्डली भिडाएर हेर्न पनि सम्पूर्ण कुराहरू धेरै चिज छ। भिडियो लामो हुन्छ, नत्र मैले यहाँहरूलाई सबै कुरा व्यक्त गरिदिन्थेँ। त्यसकारणले सबै कुरा विचार गरेर मात्रै यहाँहरूले वर र वधुको बिचमा विवाह सम्पन्न गराइदिनु भयो भने अवश्य पनि त्यस्तो सम्पूर्ण कुरा हेरेर मिलाएर जुराएर गरेको विवाह अवश्य पनि सफल हुन्छ र उहाँहरूको पनि जीवन सुखमय हुन्छ भन्दै आजको यो महत्त्वपूर्ण जानकारीबाट मलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। हस्त नमस्कार।